सो हे गाइज वेलकम टु माई युट्युब च्यानल अनि न्यू भ्लग। सो गाइज आजको भ्लगमा चाहिँ हामी खेततिरको देखाउनेछौँ। आज उतातिरको आज मकैको काट्न गइरहेका छौँ। अस्ति पानी परेको थियो, त्यही भएर पानी परेको हतारमा चाहिँ हामीले मकैहरू सबै भाँचिसक्यौँ। यो चाहिँ 5 कट्ठामा मकै लगाएको थियो, सबै मकैहरू सकिसकेपछि आज चाहिँ थोरै काठ बाँकी छ। मेरो भैँसीलाई चाहिँ आज म काठ काट्न जाँदैछु। घरमा कोही पनि छैन, मम ड्याड चाहिँ बाहिर जानु भएको छ कामले गर्दा। अनि मैले अगाडि चाहिँ भैँसीहरू चाहिँ यहाँ बाँधिसकेको छु। अनि भैँसीलाई अलिकति घाँस काट्नु परेछ। यो काठ काट्नु पर्यो, घाँस त काट्नु पर्दैन। घाँस त सकिसक्यो, घाँस लगाएको त्यसमा चाहिँ हामीले जोतिसक्यौँ। आज चाहिँ फाइनली गाइस मेरो भैँसीको लागि, यता चाहिँ भैँसी छन्, मेरो भैँसीको लागि चाहिँ म यो काठ काट्न जान्छु। काठ काटिसकेपछि मेरो भैँसीलाई चाहिँ आज घाँस खिलाउनु पर्छ भन्ने हो होइन। त्यसमा गाइस गाउँघरको काम यस्तै हो गाइस भन्थ्यो होइन। यति धेरै मकै थियो अनि त्यसपछि चाहिँ मैले हामीहरूले चाहिँ सबै काटिसक्यौँ। अब चाहिँ यति थोरै बाँकी छ। यो चाहिँ गाइस हामीले चाहिँ मकै भाँचिसकेपछि अनि भैँसीहरूलाई चाहिँ घाँस खुवाउनको लागि चाहिँ घाँस बनाउनको लागि यो चाहिँ राखेका थियौँ। अलिअलि सुक्न लागिसक्यो, अब थोरै नै बाँकी छ। यति अब 2-4 दिन चल्छ होला, यो हामी 2-4 दिन चलाउँछौँ। त्यसपछि पुरै नै सकिन्छ यो चाहिँ काठहरू। हामीले मकै चाहिँ अस्ति न भाँचेर चाहिँ पानी आउनुभन्दा अगाडि नै मकै भाँचेर चाहिँ हामीले घर लगिसक्यौँ, घर भित्राइसक्यौँ। अनि अलिकति काठबाट छुट्याइ पनि सक्यौँ होइन। त्यो हाम्रो भाषामा चाहिँ त्यो उदाड्नु भन्छ होइन, मकैलाई उदाड्नु भन्छ, उदाडिसक्यौँ। त्यसपछि अब बचेको यो काठ हो, काठ बचेछ। अब यति काठ काटिसकेपछि यो जराहरूलाई उखेल्दै फाल्दै फेरि यसमा जोतिन्छ। अनि फेरिबाट अनि यो जरा उखेलिसकेपछि चाहिँ हामीहरू यसमा चाहिँ ट्र्याक्टर लगाएर जोत्छौँ। जोतिसकेपछि चाहिँ अनि हाम्रो लगभग 1 हप्तापछि पनि हाम्रो रोपाइ चाहिँ चालु हुन्छ होला, सुरु हुन्छ होला। त्यसपछि रोपाइ पनि सुरु हुन्छ। यो पुरा हरियाली देखिन्छ, एकदमै हरियाली देखिन्छ। यो पुरा गराहरू छन्, यति रमाइलो देखिन्छ नि, हरियाली। हाम्रो गाउँ पनि एकदमै दामी छ गाइस होइन। गाउँको नजिकै उतातिर चाहिँ हाम्रो जङ्गल छ, सानो जङ्गल एकदमै राम्रो छ। त्यो बाटो जङ्गलको बिचमा चाहिँ टिकापुर जाने बाटो छ, जहाँ कैलालीको फेमस ठाउँ पनि हो एउटा टिकापुर पार्क। अनि यता चाहिँ अलि उता साइडमा चाहिँ फेरि अर्को गाउँ छ, त्योभन्दा तलतिर एउटा खोला छ। अनि खोला पछाडि अझ फेरि उता अनि अर्को चाहिँ गाउँ आउँछ। गाउँ आइसकेपछि फेरि अझ यस्तै आउँछ जहाँ कि खेतै खेत भएको ठाउँ। अनि फेरि त्यसपछि चाहिँ ठुलो जङ्गल आउँछ त्यहाँ चाहिँ होइन। अहिले चाहिँ ठुलो एकदमै पार्कवाला जङ्गल बन्दैछ, एकदमै ठुलो जङ्गल। त्यो चाहिँ घरमा कोही पनि छैन होइन। मेरो भैँसीहरू त छैन, 2-वटा भैँसी छ। त्यसपछि अब काठ लगाएर काट्ने। अब चाहिँ काठ चाहिँ काटिसक्यो, यसमा हालेर घरमा जानुपर्छ। अनि फेरि काठ लगाएर भैँसीलाई चाहिँ काठ सानीमा काट्ने लानुपर्छ क्या। यसरी नै अलिक कम परे जस्तो त छ काठ। अलिअलि पानी आउने जस्तो पनि भएको छ, तर पानी चाहिँ आउँदैन होइन। पानी आयो भने यो ठाउँमा चाहिँ गर्मी नै हुन्छ क्या हाम्रो कैलालीमा चाहिँ। अस्ति पनि पानी आएको थियो, अस्ति पानी आउँदा पनि लास्टै गर्मी थियो क्या। पानी आए पनि चिसो हुँदैन है, फेरि अलिअलि चिसो त हुनुपर्छ नि मौसम, तै पनि हुँदैन क्या। छैन क्या त्यहीमा, अब यति नै लगिहाल्यो होइन। यो गराएको सकिहाल्यो, ठिकै हुन्छ होला। आज भैँसीलाई बिहान पराल हालेको अगाएन जस्तो लाग्यो क्या। त्यसले सायद हुन्छ होला। अब लैजाने हो घरतिर, काठ काट्नु पर्यो।
guys, finally guys, अहिले चाहिँ मेरो हातमा छ होइन यो चाहिँ अब चाहिँ म घर जाँदैछु त्यस्तै गाइस के गर्ने होइन अलिअलि काम त गर्नु पऱ्यो घरतिर बसेपछि होइन यो अब काट त काट्यो अब घर गएपछि चाहिँ फेरि सानीमा काट्नुपर्छ फेरि अलिकति भैँसीलाई लिनुपर्छ भैँसीलाई लिइसकेपछि चाहिँ पानी खुवाएर फेरि यो काठ दुधमा हालेर भैँसीको लागि रेडी गरिराख्नु पर्नेछ होइन खुवाउनु पऱ्यो साँझतिरको साग चाहिँ उसको यो आफ्नो चाहिँ थाहा छैन गाइस के खाने आज हप्ताबाट होइन जे अब म घर पुग्दैछु त्यसपछि चाहिँ सानी काट्दा टक्कन होइन भैँसीलाई रेडी गर्नुपर्छ यो चाहिँ मेरो ट्र्याक्टर हो जोत्नको लागि रेडी छ अब केही दिनमा अब ट्र्याक्टर पनि जोत्छ गाइस मेरो भैँसीको लागि चाहिँ म अब सानी काट्दैछु होइन सानी काटिसकेपछि अब आवाज यस्तै हो अलि आवाज नआउनु सक्छ अब स्टार्टिङमा सानी काटेर चाहिँ मेरो भैँसीको लागि चाहिँ तयार गर्नुपर्छ फाइनली गाइस म चाहिँ अहिले भैँसीको लागि काठ काटिसकेको छु सानी काटिसकेँ अब सानी काटिसकेको चाहिँ यो चाहिँ अब भैँसीकोमा दुधमा हाल्न जानुपर्छ भित्र यताउता गुरेर यो चाहिँ होइन यस्तो भइदिइरहन्छ कि यताउता के छ नि त यो अलिक मोटो हुन्छ भएर भैँसीलाई बाँध्नुपर्छ कहाँ बाँध्नु हिँडेर बाँध्नु केमा हाल्ने त यो पर डुडमै बाँध्छु पछि यता बाँध्नु न यहाँ पनि सुक्कै छ उनीहरूले मेरो भैँसीको लागि चाहिँ काठ सानी काटेर टक्क रेडी छ पछि भैँसीलाई पानी खुवाएर बाहिर फाइनली गाइस म चाहिँ होइन आज चाहिँ भैँसी लिन गइरहेको छु साँझ पख पनि भइसक्यो मैले भैँसीलाई सानी काटेर घाँस सबै रेडी गरिसकेको छु अब चाहिँ फाइनलमा चाहिँ मेरो भैँसीलाई चाहिँ म लिन गइरहेको छु अहिले चाहिँ अनि फेरि पानी खुवाएर चाहिँ बाँध्यो आजको काम यस्तै भयो गाइस होइन सनसेट पनि हराइसक्यो अनि यो चाहिँ मेरो कुखुराहरू यहाँ चाहिँ चल्नु होइन बारी अनि यो चाहिँ मेरो
भ्यू हो यो गाइस। परसम्म लगेको यो चाहिँ मेरो भ्यू हो। यो चाहिँ छिमेकीको घर पल्लो घरको होइन। यस्तो दामी देखिन्छ गाइस, हरियाली नै हरियाली। अब आजभोलि चाहिँ दामी देखिन्छ क्या होइन, दामी देखिन्छ। अनि यता चाहिँ मेरो दुईवटा भैँसी छन्। अनि म चाहिँ भैँसी लगेर चाहिँ जाने अब घरतिर। अनि फेरि भैँसीलाई चाहिँ पानी खुवाएर चाहिँ मेरो भैँसीले हेरिसक्यो। यो चाहिँ मसँग न्यु खोज्छ क्या सधैँ। अनि यो चाहिँ मेरो प्यारो भैँसी हो। यो चाहिँ मेरो गाउँको खतरनाक भ्यू छ। यस्तो दामी सनसेट हराइसकेको। गाइस यो पछाडि चाहिँ मेरो भैँसी हो क्या होइन, काली। मेरो बाबाले राख्नु भएको नाम छ यसको चाहिँ काली हो होइन। आउँदैन क्या फेरि चर्न लास्ट चर्दैन यो, जति जाने नि आउँदैन यो। म यस्तो ढल्ने जस्तो अझै नि आउँदैन, त्यतिखेरलाई नाटक गर्छ क्या। अनि यस्तो छोरी चाहिँ एकदम हराइन्छ मेरो। म चिचड फिचड गरेर फालिदिने यस्तै छ। यहाँ चाहिँ गाइस बडी होइन, बडी हाम्रो फलेको मकै। अब यो तरकारी खानुहुन्छ भनेर चाहिँ हामीले काटेको छैन कि यो बडी। अनि यो चाहिँ अलिअलि राखिदिएको छ, यसरी फलेको छ। टक्क यो चाहिँ मेरो परसम्मको चाहिँ मकै बारी हो क्या। समथिङ 5 कट्ठा मकै बाबाले लगाउनु भएको थियो। अघिल्लो चाहिँ पनि मैले भिडियो हालेको थिएँ पानी चार्दाखेरि। यो चाहिँ मैले मकै काटिसक्यो भन्दाखेरि पनि काटिसक्नेखेर लास्टमा पनि भिडियो बनाएको छु होइन गाइस। मैले मकै पनि देखाउँछु भनेर। सो गाइस केही कारणवश म चाहिँ मकै काटेको चाहिँ मकै भाँचेको चाहिँ भिडियो बनाउन सकिनँ, त्यसको लागि सरी। सो गाइस आजको भ्लग चाहिँ यस्तै हो, गाउँतिरको भ्लग होइन। तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ एक लाइक अनि एक सब्सक्राइब अनि मिठो कमेन्ट गरेर सपोर्ट गर्नु भने नबिर्सिनु। आजको भ्लग भने यतिमै बिदा हुन्छ। न्यू अर्को भ्लग लिएर आउने छु। सो गाइस त्यहाँसम्म चाहिँ